नेपालको नयाँ सरकार कति चिन्नुहुन्छ? 15वटा प्रश्नको सही उत्तर छान्दै आफ्नो जीके टेस्ट गरौ। प्रश्न नम्बर 1, नेपालको वर्तमान प्रधानमन्त्री तथा रक्षा मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ बी, बालेन्द्र शाह। प्रश्न नम्बर 2, अर्थ मन्त्रालयको जिम्मेवारी कसले सम्हालेका छन्? यसको सही उत्तर हुन्छ सी, स्वर्णिम वाग्ले। प्रश्न नम्बर 3, गृह मन्त्रालय कसको जिम्मामा छ? यसको सही उत्तर हुन्छ ए, सुधन गुरुङ। प्रश्न नम्बर 4, परराष्ट्र मामिला मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ बी, शिशिर खनाल। प्रश्न नम्बर 5, भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ ए, सुनिल लामसाल। प्रश्न नम्बर 6, सूचना तथा संचार मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ ए, विक्रम तिमिल सिन्हा। प्रश्न नम्बर 7, श्रम तथा रोजगार मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ बी, दीपक शाह। प्रश्न नम्बर 8, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ बी, प्रतिभा रावल। प्रश्न नम्बर 9, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ ए, गणेश पौडेल। प्रश्न नम्बर 10, स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ बी, निशा मेहता। प्रश्न नम्बर 11, शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ ए, सस्मित पोखरेल। प्रश्न नम्बर 12, कानून, न्याय तथा संसदीय मामिला मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ बी, सोभिता गौतम। प्रश्न नम्बर 13, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ ए, विराज भक्त श्रेष्ठ। प्रश्न नम्बर 14, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ सी, गीता चौधरी। प्रश्न नम्बर 15, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री को हुन्? यसको सही उत्तर हुन्छ ए, सीतावादी। यो भिडियो तपाईहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला।